नमस्कार, म हिमेश विक भण्डाफुड.com मा स्वागत छ। दर्शकबिन हामी यति बेला गढीको घरेलु कार्यमा छौँ। घरेलु कार्यमा हामी यहाँ कि हाकिम र उद्योग अधिकृत पार्वती भट्टसँग कुराकानी गर्न गइरहेका छौँ। जेएनजी आन्दोलनपछिको समस्या तपाईँले कार्य क्षेत्र कसरी गर्नुभयो र कार्यालयमा के कस्ता खालका सेवा गरेर आइरहेका छन् र तपाईँहरूलाई विभिन्न किसिमको आरोप लाग्छ भन्ने कुरा पनि हामी सोध्न गइरहेका छौँ र यसको विषयमा केही मन्थन गर्न हामी उहाँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। म्याडम स्वागत छ हजुरलाई। धन्यवाद सर। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। दिनचर्या कसरी बितिरहेको छ हजुरको? अहिले ठिकै भनौँ, रेगुलर रूपमा सेवाग्राही भइरहेको छ। हजुर, तपाईँ सुदूरपश्चिम अथवा धनगढीको चाहिँ पहिलो महिला अधिकृत उद्योग? अब उद्योग कार्यालयको लिस्ट हेर्दाखेरि चाहिँ मेरो नाम नै छ महिलामा। अब धनगढीमै भनौँ भने अरू पनि होला, ठ्याक्कै मेरो जानकारीमा चाहिँ छैन। सामान्य कुरा गरेर चाहिँ हाम्रो घरेलुमा चाहिँ कति उद्योगहरू दर्ता भएका छन् अहिलेसम्म? हालसम्म आर्थिक वर्ष 81-82सम्म चाहिँ टोटल हाम्रो उद्योग 81-82मा चाहिँ 2849 उद्योग दर्ता भएर वाणिज्यतर्फ 5217वटा फर्महरू दर्तामा रहेका छन्। सबैभन्दा बढी के पुरुष अथवा महिलाहरू छन्? अहिले हाम्रो महिला, दलित, अपाङ्ग र विपन्न नागरिकहरूको चाहिँ फर्म दर्ता र नवीकरण प्रक्रियामा 25% छुटको व्यवस्था भएको हुनाले महिलाहरूको नाममा चाहिँ बढी दर्ताको फर्म निवेदनहरू किन खास किन? अब यो महिलाको चाहिँ सम्पत्तिमा अधिकार स्थापित गर्ने उद्देश्यले जुन नेपाल सरकारले नै जुन नीति ल्याएको थियो महिलाको नाममा सम्पत्ति राख्ने उद्देश्यले 25%, त्यो हिसाबले चाहिँ हामीले उद्योग दर्ता र नवीकरण प्रक्रियामा पनि महिलाहरूको नाममा दर्ता गर्दाखेरि 25% छुटको व्यवस्था गरेका थियौँ। भनेपछि महिलाको चाहिँ बढी छ अहिले चाहिँ? हजुर, छुटकै कारणले गर्दाखेरि। हजुर, छुटकै कारणले। जस्तै हामी लक्षित वर्गहरू जुन छन् नि, कस्ता कस्ता लक्षित वर्गहरूलाई चाहिँ तपाईँले चाहिँ सेवा सुविधाहरू दिइराख्नु भएको छ? अब लक्षित वर्ग अनुसार हाम्रो औद्योगिक व्यवसाय 2075ले पनि तोकेको छ। यसमा पनि हाम्रो प्रदेशले चाहिँ मुख्य रूपमा महिला, दलित, अपाङ्ग भएका र विपन्न नागरिकहरूलाई भनेर नै उल्लेख गरेको छ। विशेष गरेर चाहिँ? हजुर। ती लक्षित वर्गहरूले चाहिँ जेएनजी आन्दोलनपछि पाएका सेवा सुविधाहरू के कस्ता छन् अहिले चाहिँ? अब लक्षित वर्गै नभनौँ, अब तोकिएको सम्पूर्ण सेवाग्राहीहरूले चाहिँ अब जेएनजी आन्दोलनपछि हुनुपर्ने के हाम्रो 10-15 दिन जति सेवा प्रभाव बन्द भयो, त्यसपछि चाहिँ हामीले रेगुलर रूपमा जति हाम्रो जनशक्ति र भौतिक पूर्वाधारले भ्याउने हो त्यसको क्षमता अनुसार चाहिँ हामीले सेवा प्रभाव गरिरहेका छौँ। जस्तै दर्ता प्रक्रियामा दर्ता गर्न आइसकेपछि झन्झटका कुराहरू पनि आउँछन्, हरेक कार्यमा देखेर आउँछौँ। घरेलुमा दर्ता गर्दाखेरि के कस्ता सहजता तपाईँहरूले चाहिँ दिनुभएको छ? अब झन्झट बिहोर्नु पर्छ कि के छ? त्यस म्यासेज दिने खालको चाहिँ के छ त्यसमा? मलाई लाग्छ म यहाँ आएदेखि जुन घरेलु मात्रै होइन, सरकारी कार्यालयमा हुने जुन प्रक्रियागत झन्झटिलोपना, लामो प्रक्रिया अनि धेरै ठाउँमा जानुपर्ने भन्ने जुन हामीले सरकारी कार्यालयप्रतिको हाम्रो धारणा थियो, त्यो चाहिँ मैले यो घरेलु कार्यालयमा भेटिनँ सर। खासमा किन भन्ने भने जुन दर्ताको लागि आवश्यक एकदमै सामान्य निरक्षर प्रकृतिको सेवाग्राही आउनुभयो भने पनि हामीले चाहिँ उहाँलाई चाहिँ दर्ताको लागि आवश्यक पर्ने फर्महरू, निवेदन फर्म, अनुसूची ढाँचा सबै उहाँले नागरिकता र आफ्नो के अरे जग्गाको प्रमाण पूर्जा ल्याउनु भयो भने सबै कुरा हाम्रो रेडिमेड छ। सबै कुरा चाहिँ तपाईँको रेडी भएर आउनुभयो? हजुर, रेडी फर्महरू एकदमै हाम्रो लेटर प्याडमा प्रिन्टेड छन्। उहाँहरू मार्फत चाहिँ त्यो निवेदन फर्म भर्न लगाएर सामान्य रूपमा हाम्रो यता कार्यालय सहयोगी दाइहरूले पनि सहयोग गर्नुहुन्छ। भरेर आउँदाखेरि चाहिँ हामीले एकदमै सहज गरेको छौँ। भनेपछि घरेलु कार्यालयमा चाहिँ वार्षिक कार्यक्रमहरू के कस्ता आउँछन् र अनुदानका कार्यक्रमहरू भन्नुहोस् न? हाम्रो अब घरेलु तथा साना उद्योग कार्यालयले विगत 2034 सालदेखि नै विभिन्न किसिमका सिप विकास तालिमहरू, उद्योग प्रवर्धनका तालिम, प्रविधि हस्तान्तरण, मेला महोत्सवमा उद्योगीहरूलाई चाहिँ सहयोगका कार्यक्रम, दलित लक्षित कार्यक्रम
अनि शहीद परिवार बेपत्ताहरूका लागि चाहिँ कार्यक्रम सञ्चालित गर्दै आएकोमा चाहिँ यस आर्थिक वर्षमा पनि उल्लेखित कार्यक्रमहरू हामीले चाहिँ वार्षिक रूपमा चाहिँ विनियोजित गरेका छौँ। जस्तै म हजुरलाई अन्तिम प्रश्न गर्छु, तपाईँको घरेलुमा चाहिँ जस्तै अनुदानका कार्यक्रममा चाहिँ आइसकेपछि हरेक कार्यालय हामी देखिरहेको हुन्छौँ, तपाईँहरू चाहिँ कमिसनको चलखेलमा लाग्नुहुन्छ भन्ने कुरा पनि आएको छ। यी कुरा के भन्नु, प्रश्न पार्नु? त्यस्तो त सर मैले यो कार्यालयमा आएदेखि मैले आफूले पनि त्यस्तो गरेको छैन र मेरो मार्फतको कर्मचारी पनि प्रत्यक्ष रूपमा हेर्दाखेरि हामीले सार्वजनिक सूचना निकालेर प्रस्तावहरू आह्वान गर्छौँ। त्यसको मूल्याङ्कनको क्राइटेरिया हुन्छ। त्यो मूल्याङ्कन समितिमा हाम्रो कार्यालयको मात्रै नभएर कोष तथा लेखा नियन्त्रण कार्यालय अनि जिल्ला प्रशासन कार्यालय लगायतका 4-5 जनाको टिमले चाहिँ छनौट गर्ने र त्यसको क्राइटेरिया हुन्छ। त्यही क्राइटेरियाको आधारमा हामी मार्क्स चढाउँदै जान्छौँ। त्यो हामी चाहिँ फेयर हिसाबले नै मूल्याङ्कन। अन्तिममा जस्तै आजभन्दा 2-3 वर्ष 4 वर्ष अगाडि चाहिँ यहाँ एउटा ठुलो विवाद थियो घरेलुबाट चाहिँ तपाईँको चाहिँ इँटा भट्टाहरूमा चाहिँ भुसी इँटा र चिम्नी इँटामा अनि करोडौँ रुपियाँ चाहिँ कमिसन खाएको भन्ने पनि चर्केर आएको थियो। अहिले त्यो कुराहरू चाहिँ यहाँ आउँछ होला, दोहोरिन्छ दोहोरिँदैन? यस्तो छ, त्यो इँटा भट्टाहरूको विवादको विषयमा हाम्रो 2074 सालदेखि भुसे इँटा उद्योगहरूलाई चाहिँ नेपाल सरकारले पूर्ण रूपमा चाहिँ प्रतिबन्ध लगाइसकेपछि अब इँटा भट्टाहरू भुसे रूपमा जुन सञ्चालित थिए उनीहरूलाई चाहिँ आधुनिक प्रविधिमा जिगज्याग चिम्नीमा जाने भन्ने प्रस्ताव सरकारको थियो। त्यसले वायु प्रदूषण गर्ने भएको हुनाले त्यही बन्द गर्नको लागि हो। अब घरेलु कार्यालय विभागमा भन्दा पनि त्यो नेपाल सरकारको निर्णय हो। त्यसलाई चाहिँ हामी कार्यान्वयन गर्ने निकाय मात्रै हो। हामीले चाहिँ चलखेल गर्नुभन्दा त्यो निर्णय एउटा सामान्य सेवा प्रवाह गर्ने कार्यालयको भन्दा पनि नीतिगत निर्णय गर्ने मन्त्रालय तहको निर्णय भएको हुनाले त्यसमा चाहिँ हाम्रो कुनै हात छैन। हजुर, अन्तिममा के भन्न चाहनुहुन्छ छुटाएको, अथवा मैले तपाईँले भन्नै पर्ने कुरा के छ? अब त्यस्तो त धेरै केही छैन। अब जेनजी आन्दोलनपछि जुन हामी जनताको लागि भनेर एकदमै ठुलो मन बनाएर यहाँ सेवा प्रवाह गर्ने उद्देश्यले यहाँ बसेका थियौँ। अब जेनजी आन्दोलनपछि एउटा मनमा चाहिँ उत्प्रेरणा भन्ने काम गर्नुपर्ने जुन मोटिभेसन छ त्यसमा चाहिँ धेरै मात्रामा कर्मचारीहरूमा र स्वयं ममा पनि कमी भएको महसुस गरेका छौँ। अब सामान्य रूपमा अरू जेनजी आन्दोलनको जुन माग थियो त्यो प्रति हामी नकारात्मक होइन। त्यही पनि अब जुन आफ्नो माग सम्बोधन गर्नुपर्ने शान्तिपूर्ण वातावरण गर्नुपर्ने अवस्था त्यो विरुद्ध चाहिँ तोडफोड एकदमै आगजानी। त्यसका बावजुद पनि सामान्य रूपमा आएर अब त्यो आन्दोलनको समय सिद्धिसकेपछि पनि राति आएर सबै ल्यापटप कम्प्युटर हाम्रो जुन सेवा प्रवाह गर्नका लागि अति आवश्यक आधारभूत कुराहरू पनि यो चोरी लुटपाट भएर जाँदाखेरि चाहिँ हाम्रो मनमा चाहिँ सेवा यो जनताको लागि सेवा गर्ने हो कि जनता हाम्रो विरोधी छन् जस्तो महसुस भयो हामीलाई। हस् त, धेरै धन्यवाद। धन्यवाद।